हेलो गाइस, वेलकम ब्याक। आज हामीहरू छौँ काइनेमेटिक्स क्लास 11 को च्याप्टर 3 मा छौँ है त गाइस। हजुरहरूलाई भन्न चाहन्छु यो चाहिँ एकदमै ऱ्यापिड फास्ट रिभिजन हुनेछ। यति हजुर चाहिँ इक्जामको नजिकमा छ हजुरहरू, अनि त्यहाँबाट चाहिँ हजुरहरूले हेर्दै हुनुहुन्छ नि, यो चाहिँ हजुरहरूको लागि हो। यो यो भिडियोमा चाहिँ हामीहरूले यसमा लेसनमा के छ त त्यो मात्रै ख्याल गर्ने त है त गाइस। अब चाहिँ सुरुवात गरौँ। यो लेसनको सबैभन्दा पहिलो टपिक भनेको स्ट्याटिक्स रहेको छ। कुनै पनि बडी चाहिँ यति रेस्टमा छ त्यसको बारेमा डिल गर्ने काम स्ट्याटिक्सले गर्छ। अनि अब रहेको छ काइनेमेटिक्स। काइनेमेटिक्स भनेको एउटा ब्रान्च अफ मेकानिक्सको एउटा ब्रान्च हो। तले के गर्छ भन्दाखेरि स्टडी गर्छ मोसनको अफ अ बडी। एउटा कुनै पनि बडीको मोसनको बारेमा स्टडी गर्छ। त्यो स्टडी गर्दाखेरि चाहिँ उसले चाहिँ त्यो के कारणले गर्दाखेरि त्यो बडी मोसनमा आयो त्यसको बारेमा मतलब छैन, यानि कि विदाउट नोन इट्स कज, के कारणले गर्दाखेरि चाहिँ एउटा बडी मोसनमा आएको छ त। अब चाहिँ रहेको छ डाइनामिक्स। डाइनामिक्स भनेको के हो भन्दाखेरि यो पनि मेकानिक्सको एउटा ब्रान्च हो। तर यहाँ चाहिँ यति कुनै पनि बडी चाहिँ यति मोसनमा आइरहेको चाहिँ त्यो मोसनमा आउनुको कारण के हो, कज, यानि कि त्यसको मुख्य कारण के हो त्यसको बारेमा जानिन्छ भने, जस्तै न्युटन फर्स्ट ल, सेकेन्ड ल, होइन, थर्ड ल हो। यो पुरै चाहिँ के हो भन्दाखेरि डाइनामिक्स हो। अब हामीहरूको मुख्य काम रहेको छ काइनेमेटिक्स। काइनेमेटिक्स भनेको के हो बारेमा पढिरहेका छौँ। यो लेसनको नामै काइनेमेटिक्स भएको हुनाले गर्दाखेरि अब चाहिँ सुरुवात गरौँ होइन। डाइनामिक्स, डिस्प्लेसमेन्ट र डिस्टेन्स। डिस्प्लेसमेन्ट अनि डिस्टेन्सको बारेमा कुरा गरौँ। डिस्टेन्स भनेको के भन्दाखेरि सर्टेन डिस्टेन्स ट्राभल बाई एन पोइन्ट भनेको डिस्प्लेसमेन्ट हो। यदि कुनै पनि बडी चाहिँ मान्नुहोस्, जस्तै यो बडी ए भयो, एबाट बीमा जाँदाखेरि चाहिँ बीमा जाने धेरै तरिका हुन्छ। एउटा यो तरिका हुन्छ, एउटा यो तरिका हुन्छ, एउटा यो तरिका हुन्छ। सबैभन्दा सजिलो भनेको यो हुने भयो हो कि, यो तरिका हुने भयो हो। यो तरिका भनेको यो भनेको डिस्प्लेसमेन्ट हो, अनि यो भनेको टोटल डिस्टेन्स हो। यसैलाई नै डिस्प्लेसमेन्ट भन्छ अनि डिस्टेन्स पनि भन्छ। यहाँ डिस्प्लेसमेन्ट भनेको चाहिँ सर्टेज डिस्टेन्स हो, र डिस्प्लेसमेन्ट भनेको चाहिँ एक्चुअल पार्ट्स ट्राभल बाई अ बडी बिट्विन टु पोइन्ट भनेको डिस्प्लेसमेन्ट हो। र डिस्टेन्सको चाहिँ भ्याक्टर क्वान्टिटी हो डिस्प्लेसमेन्ट, किनभने यसको चाहिँ डाइरेक्सन हुन्छ, एउटा स्पेसल डाइरेक्सनमा गएको हुन्छ डिस्प्लेसमेन्ट। तर डिस्टेन्स भनेको चाहिँ स्केलर क्वान्टिटी हो, किनभने यो चाहिँ टुन पनि डाइरेक्सनमा जान सक्छ। यससँग यो च्याप्टरमा मेन फर्मुला, मेन क्वेसन यो आउन सक्छ कि एउटा बडीको चाहिँ डिस्प्लेसमेन्ट 0 हुन्छ, यति उसको डिस्टेन्स चाहिँ 0 नभइकन डिस्प्लेसमेन्ट 0 हुन सक्ने चान्स छ, हुनसक्छ। यति कुनै पनि, जस्तै एउटा बडी चाहिँ यहाँबाट चाहिँ एबाट बीमा गयो, यो पोइन्ट ए मान्नुहोस्, यो पोइन्ट बी मान्नुहोस्। यदि एबाट बीमा गयो, बीबाट चाहिँ फेरि यहाँ चाहिँ सीमा गयो, यो पोइन्ट सी मान्नुहोस्, यो सीबाट फेरि एमा आयो, एमा आयो भने चाहिँ यो भनेको के भयो, यो टोटल डिस्टेन्स भयो होइन। तर डिस्प्लेसमेन्ट यसको 0 भयो, किनभने कहाँबाट गएको थियो त्यही पोइन्टमा घुमेर त्यही पोइन्टमा आयो भनेको यसको डिस्प्लेसमेन्ट 0 भयो है। एउटा बडी यति रिजन आफ्नै पोजिसन, जुन पोजिसनबाट त्यसले मोसन सुरु गरेको थियो त्यहाँ आयो भने त्यो चाहिँ के गर्दा भन्दाखेरि डिस्प्लेसमेन्ट त्यसको 0 हुन्छ, तर डिस्टेन्स भनेको नन 0 हुन्छ। अब कुरो गरौँ स्पिड र भेलोसिटी। स्पिड भनेको त रेट अफ चेन्ज अफ डिस्प्लेसमेन्ट अफ अ बडी इज कल भेलोसिटी हो, र द रेट अफ चेन्ज अफ डिस्टेन्स इज नन इज कल स्पिड हो। अब भेलोसिटीको फर्मुला भन्नुपर्दाखेरि चाहिँ डिस्प्लेसमेन्ट अपन टाइम टेकन हो, र यो भेलोसिटी चाहिँ भ्याक्टर क्वान्टिटी हो, र यसको यहाँ युनिट भनेको मिटर पर सेकेन्ड हुन्छ। अब स्पिडको कुरो गर्नु त रेट अफ चेन्ज अफ डिस्टेन्स ट्राभल बाई अ बडी इज कल स्पिड, अनि यसको चाहिँ यो चाहिँ डिस्टेन्स अपन टाइम टेकन भनेको स्पिड हो। यो स्केलर क्वान्टिटी हुन्छ, र यसको यहाँ युनिट चाहिँ मिटर पर सेकेन्ड हुन्छ है त। अब कुरो गरौँ एभरेज स्पिड र इन्टेन्सिनियस स्पिड, यानि कि एउटा एभरेज स्पिड भनेको यहाँबाट यहाँ जानको लागि टाइम जति पनि स्पिड लाग्यो त्यो भनेको एउटा एभरेज स्पिड हो भने, यो स्पेसिफिक पोइन्टमा त्यसको स्पिड कति छ भने थाहा पाउन खोजियो भने त्यो भनेको इन्टेन्सिनियस स्पिड हो। एभरेज स्पिड अब बडी इज डिफाइन्ड एज द रेसियो अफ टोटल डिस्टेन्स ट्राभल बाई अ बडी टु द टोटल टाइम टेकन, यानि कि टोटल डिस्टेन्स कति ट्राभल गर नि त यो बडीले, त्यस कति टाइममा एउटा बडीले ट्राभल गर भन्ने थाहा पाइयो भने त्यो एभरेज स्पिड हो। र अब इन्टेन्सिनियस स्पिड भनेको द स्पिड अफ अ बडी इज अ पार्टिकुलर इन्टेन्स अफ टाइम, यानि कि कुनै एउटा पोइन्टमा, जस्तै यो पोइन्ट एबाट एउटा बडी यो पोइन्ट बीमा जाँदैछ भने यो एउटा पोइन्ट, यो पोइन्ट सीमा चाहिँ यसको स्पिड कति थियो त भनेर थाहा पाउन खोजियो भने त्यो भनेको इन्टेन्सिनियस स्पिड हो है त। मैले भनेको बुझ्नुभयो होला। अब कुरा गरौँ एभरेज भेलोसिटी र
इन्टेन्जिनियस स्पिड यानी कि एभरेज भेलोसिटी इन्टेन्जिनियस भेलोसिटी यानी कि एभरेज भेलोसिटी अफ अ बडी इज डिपेन्ड द रेसियो अफ टोटल डिस्प्लेसमेन्ट अफ टोटल टाइम यानी कि डिस्प्लेसमेन्ट टोटल डिस्प्लेसमेन्ट अपन टोटल टाइम टेकन भनेको एभरेज भेलोसिटी हो र इन्टेन्जिनियस भेलोसिटी भनेको नि एउटा पार्टिकुलर टाइममा जस्तै स्पिडको थियो त्यस्तै यसको पनि एउटा पार्टिकुलर टाइममा यसको स्पिड थाहा पाउन सक्यो भने जस्तै टी इक्वल टु 1 सेकेन्ड एउटा 1 सेकेन्डमा यसको स्पिड कति होला त भनेर थाहा पाउन खोजियो भने त्यो भनेको इन्टेन्जिनियस भेलोसिटी हो है। अब एसिलेसन र रिटार्डेसन एसिलेसन अनि रिटार्डेसन है त रेट अफ चेन्ज अफ भेलोसिटी इज कल्ड एसिलेसन हुन्छ चेन्ज इन भेलोसिटी अनि द रेट अफ डिक्रिज अफ भेलोसिटी यानी यति भेलोसिटी चाहिँ डिक्रिज भएको छ भेलोसिटीको डिक्रिज भएको छ नि त्यो भनेको रिटार्डेसन हो हैन यतिहरुले माइनस एसिलेसन भनेको माइनस एसिलेसन आयो भने त्यो भनेको रिटार्डेसन हो पढ्दै आउनु भएको हो। अब त यहाँ रहेको त इक्वेसन अफ मोसन रहेको छ इक्वेसन अफ मोसन विथ युनिफर्म एसिलेसन है त यो चाहिँ इक्वेसन अफ मोसन रहेको छ यो चाहिँ हजुरले पढ्नुपर्ने हुन्छ जुन चाहिँ हजुरले 9 क्लासबाट पढ्दै आउनु भएको छ हैन। अनि अब यो भनेको चाहिँ मोसनको केसमा यो हुन्छ तब अन्डर ग्राभिटी जब ग्राभिटीको प्रेजेन्ट हुन्छ तब ग्राभिटी प्रेजेन्ट हुन्न त्यतिखेर चाहिँ इक्वेसनहरु यसरी लेखिन्छ यदि ग्राभिटी प्रेजेन्ट छ भने इक्वेसन भनेको यहाँ केही रूपान्तरण हुन्छ यो एसिलेसनको त मात्रै यहाँ जी प्लस माइनस जी लेख्नु हो त यति कुनै पनि बडी चाहिँ माथि गइरहेको छ यो अर्थको सरफेसबाट भने त्यतिखेर एसिलेसन माइनस जी हुन्छ यति कुनै पनि बडी डाउन टुवर्ड द अर्थ आइरहेको छ भने त्यतिखेर एसिलेसन प्लस जी हुन्छ है त हो त्यसलाई लिएर यो इक्वेसन लेख्नुपर्छ। अर्को टपिक रहेको छ डिस्टेन्स ट्राभल इन एन सेकेन्ड एउटा कुनै पनि 5th सेकेन्डमा चाहिँ एउटा बडीले कति डिस्टेन्स ट्राभल गर्यो भनेर क्वेसन आउन सक्छ न्युमेरिकल पनि आउन सक्ने सम्भावना भएको हुनाले गर्दा र यो फर्मुला चाहिँ ड्राइभ गर्न आउने भएको हुनाले गर्दा यो चाहिँ हजुरले हेर्न सक्नुहुन्छ स्क्रिनशट गर्न सक्नुहुन्छ हैन। अब हामी आएका छौं इक्वेसन अफ मोसन इक्वेसन अफ मोसन ग्राफिकली डिस्प्ले हामीले चाहिँ केही अनुभव लेट गरेका छौं एउटा बडी चाहिँ कन्स्टेन्ट एसिलेसन यानी कि यसको एसिलेसन चाहिँ एउटा कन्स्टेन्ट छ भनेर चाहिँ हामीहरुले चाहिँ मानिरहेका छौं अनि देन फेरि एउटा बडीको चाहिँ एसिलेसन कन्स्टेन्ट भनेर त्यसलाई एले डिनोट गरेको छ र स्ट्रेट लाइनमा हिँडिरहेको छ एबी यो एबी को एउटा स्ट्रेट लाइनमा हिँडिरहेको छ एउटा बडी मानिरहेका छ त्यसको इनिशियल स्पिड चाहिँ यु रहेको छ आफ्टर सम टाइम केही समयपछि चाहिँ टी इज फाइनल भेलोसिटी बिकम बी फाइनल चाहिँ बी हुन्छ है त र v इक्वल टु ut चाहिँ यसको लागि चाहिँ हामीहरुले स्लोप अफ एबी को स्लोप निकालियो भने यो एबी भनेको एबी को स्लोप निकालियो भने चाहिँ हामीहरुले चाहिँ यो b इक्वल टु u प्लस एटी चाहिँ फाइन्ड गर्न सक्छौं है b इक्वल टु u प्लस एटी चाहिँ एबी को स्लोप निकालेबाट आउँछ अनि देन फेरि s इक्वल टु ut प्लस 1/2 एटी स्क्वायर चाहिँ फाइन्ड गर्नको लागि चाहिँ हामीहरुले चाहिँ यसको यो डिस्प्लेसमेन्ट निकाल्ने हो भने यो फर्मुला हुन्छ है त। अनि अर्को रहेको छ v स्क्वायर इक्वल टु u स्क्वायर यो पनि हेर्न सक्नुहुन्छ हजुरले हैन यहाँ चाहिँ एरिया अफ ट्रायंगल ट्रापेजमकै फर्मुला लाएर निकालिएको छ। अब हामीहरु आइसकेका छौं न्युमेरिकल यहाँ चाहिँ के न्युमेरिकल रहेका छन् यो न्युमेरिकल चाहिँ हजुरले स्क्रिनशट गर्नुहोस् यहाँ रहेको छ अर्को न्युमेरिकल हामीहरु त प्रोजेक्टाइल मोसन वाट इज प्रोजेक्टाइल मोसन भनेको यति कुनै पनि बडीलाई चाहिँ स्पेसमा चाहिँ फाल्नुहुन्छ र त्यो बडी चाहिँ केही अन्डर ग्राभिटीको अन्डरमा एक्सनमा आएर चाहिँ मुभ गर्छ भने त्यसलाई भन्छ प्रोजेक्टाइल मोसन जस्तै कि एउटा ढुङ्गालाई चाहिँ हजुरले चाहिँ भर्टिकल होरिजन्टली थ्रो गर्नुहुन्छ यानी कि एउटा कुरोलाई एउटा बडीलाई यहाँबाट यहाँ थ्रो गर्नुहुन्छ नि त्यो कहाँबाट फाल्नको त्यो त्यही यहाँ हुन्छ र यो चाहिँ कस्तो छ त यो कुन कर्भ छ त यो कर्भ भनेको प्याराबोलाको चाहिँ छ हैन जस्तै यस्तो हुन्छ नि प्याराबोलाको कर्भ हो यस्तै प्याराबोलाको कर्भ छ हैन हो यो भनेको प्रोजेक्टाइल मोसन हो है। प्रोजेक्टाइल फायर एट एनी एंगल विथ होरिजन्टल यो हजुरले एउटा बडी एउटा कुनै पनि बडीलाई हजुरले फाल्न सक्ने एउटा बडीलाई हजुरले कि भर्टिकलबाट फाल्न सक्नुहुन्छ कि होरिजन्टलबाट बडीलाई फाल्न सक्नुहुन्छ हैन हो यस्तो गरी दुईटा चाहिँ टाइप रहेको छन् प्रोजेक्टाइल मोसनको पनि। अब सुरुवात गर्ने त हामीहरुले पहिलो टाइपबाट जुन भनेको रहेको छ अब हजुरले चाहिँ एउटा बडीलाई चाहिँ होरिजन्टलबाट फाल्नुहुन्छ भने फायर
एट एनी एंगल बनाएर होरिजेन्टलबाट पाल्नुहुन्छ भने जस्तै यो चाहिँ यहाँ चाहिँ ड्रइङ रहेको त हेर्नु त हैन यो होरिजेन्टल यो भर्टिकल भयो भने यदि बडीलाई यहाँबाट फाल्नुहुन्छ नि यो घुमेर यहाँ नै आउने हो त्यसैले चाहिँ यो एंगल ततातिर चाहिँ यसले एंगल बनाएको छ यो थीटा यो एंगल थीटा बनाएको तिरलाई चाहिँ हामीहरूले u cos थीटा भनिन्छ अनि यसको अपोजिटलाई चाहिँ u sin थीटा भनिन्छ है त त यहाँ पनि रहेको छ हेर्नु त u cos थीटा भनिएको त ux ले अनि uy लाई चाहिँ u sin थीटा भनिएको छ त यो sin हो है हेर्नु त यहाँबाट यहाँसम्मकोलाई चाहिँ r भन्छ जुन चाहिँ होरिजेन्टल रेन्ज हो अनि यो भनेको त h हो यसलाई म्याक्सिमम हाइट भन्छ यानी कि एउटा बडी चाहिँ तपाईभन्दा माथि फाल्दाखेरि त्यो सबैभन्दा टपमा कहाँ जान्छ त त्यो भनेको म्याक्सिमम हाइट हो यहाँ चाहिँ भेलोसिटी भनेको जहिले नि 0 हुन्छ अनि यो बडी चाहिँ एउटा बडी यहाँबाट यहाँ जानु भनेको होरिजेन्टल रेन्ज हो हेर्नु त हैन अनि यो टोटल यो बडी यहाँबाट यहाँसम्म जानु भनेको टाइम अफ फ्लाइट हो अब यो मोसन अन्डर होरिजेन्टल यानी कि होरिजेन्टल भनेको एउटा बडीलाई चाहिँ हजुरले होरिजेन्टलतिर हेर्नुहुन्छ भने यो होरिजेन्टलमा चाहिँ यसको एसिलेसन भनेको जहिले पनि 0 हुन्छ किन भन्दा होरिजेन्टलमा हुन्छ किनभने यतातिर चाहिँ एउटा बडी जाँदाखेरि यतातिर कुनै पनि फोर्स लागेको हुन्न यतातिर एसिलेसन लागेको हुन्न एसिलेसन लाउने भनेको कि माथि लागेको हुन्छ कि डाउनवर्ड लागेको हुन्छ हैन त्यसकारणले गर्दा होरिजेन्टलमा एसिलेसन 0 हुन्छ ग्राभिटी 0 हुन्छ त्यसकारणले गर्दा यो पोइन्ट चाहिँ 0 भएको हुनाले गर्दा अगाडि s = ut मात्र आयो s को ठाउँमा x हालियो ux अपन t भनेको ux को ठाउँमा u cos थीटा हालियो t भनेको t हो अनि यहाँ चाहिँ t को इक्वेसन 1 बनाइयो अनि अब चाहिँ यहाँ मोसन एलोङ वर्टिकल एक्सिसमा चाहिँ यहाँहरुको चाहिँ a अथवा g को चाहिँ भ्यालु हुन्छ जुन चाहिँ कि प्लस हुन्छ यति माथि जाँदै जान्छ त्यतिखेर माइनस g हुन्छ यति कुनै पनि बडी तल आउँदै जान्छ त्यतिखेर प्लस g हुन्छ हैन त्यस कारणले गर्दाखेरि चाहिँ यहाँ चाहिँ 1/2 at² राखिएको छ अनि u को ठाउँमा yt राखिएको छ अनि यसबाट चाहिँ अर्को इक्वेसन y = u sin थीटा इन्टु टाइम्स माइनस 1/2 g t² गरेर अर्को इक्वेसन बनाइएको छ तब यो इक्वेसन दुईटालाई युज गरिएको छ त्यसैले चाहिँ एउटा मेन इक्वेसन आएको छ यो इक्वेसन चाहिँ केसँग बराबर त भन्दाखेरि y = ax + bx² सँग बराबर त जुन भनेको चाहिँ प्याराबोलाको इक्वेसन हो यानी कि यो एउटा प्रोजेक्टाइल चाहिँ जहिले पनि प्याराबोलाको पाथमा हिँड्ने हो त यानी कि प्रोजेक्टाइलले प्याराबोला चाहिँ सो गर्ने है छ मैले अहिले भनेको चाहिँ प्याराबोला यस्तो टाइपको हुन्छ यानी कि ग्राफ चाहिँ यसको प्याराबोलाको ग्राफ यस्तो हुन्छ अब टाइम अफ फ्लाइट भनेको कुरा मैले पनि जगेको छु 30 टाइम चाहिँ एउटा प्रोजेक्टाइल चाहिँ स्पेसमा रह्यो यानी कि एउटा पोइन्ट एबाट पोइन्ट बी मा जाँदाखेरि चाहिँ यसले लागेको टोटल टाइम भनेको यहाँबाट यहाँ जान लागेको टाइम भनेको नै टाइम अफ फ्लाइट हो s = ut - 1/2 gt² बाट हजुरले टाइम निकाल्न सक्नुहुन्छ यसको डेरिभेसन पनि यहाँ रहेको छ अनि म्याक्सिमम हाइट भनेको चाहिँ एउटा बडी चाहिँ यहाँबाट यहाँ पोइन्ट ए बाट पोइन्ट बी मा जाँदाखेरि चाहिँ यसले गेन गरेको सबैभन्दा धेरै हाइट जहाँ चाहिँ b = 0 हुन्छ भेलोसिटी 0 हुने भनेको नै यसको म्याक्सिमम हाइट हो भने कि ग्रेटेस्ट हाइट टु व्हिच प्रोजेक्टाइल राइज अबभ द पोइन्ट अफ प्रोजेक्सन p² = u² + 2as बाट हजुरले यसलाई प्रुभ गर्न सक्नुहुन्छ म्याक्सिमम हाइटलाई त अब रहेको छ होरिजेन्टल रेन्ज भनेको चाहिँ होरिजेन्टल डिस्टेन्स कभर बाइ अ प्रोजेक्टाइल ड्युरिङ द टाइम अफ फ्लाइट यानी कि एउटा पोइन्ट यो पोइन्टबाट यो पोइन्टमा जाँदाखेरि यो पोइन्ट ए बाट यो पोइन्ट बी मा जाँदाखेरि यसले लागेको टोटल टाइम भनेको होरिजेन्टल रेन्ज हो यसलाई होरिजेन्टल रेन्ज भन्छ यसलाई चाहिँ होरिजेन्टल रेन्ज भन्छ अनि यति होरिजेन्टल भेलोसिटी प्लस टाइम अफ फ्लाइट यानी कि होरिजेन्टल भेलोसिटी र टाइम अफ फ्लाइटलाई चाहिँ यति हजुरले प्लस गर्नुभयो भने चाहिँ हजुरहरूले पाउनुहुन्छ होरिजेन्टल रेन्ज पाउनुहुन्छ है त अब म्याक्सिमम होरिजेन्टल रेन्ज भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ एउटा बडीलाई चाहिँ हजुरहरूले एउटा बडी छ यो बडीलाई चाहिँ ए पोइन्टबाट बी पोइन्टमा फाल्न छ भने यो बी चाहिँ सबैभन्दा टाढा होस् कुन बेला कति एंगल बनाउँदाखेरि बी टाढा जान्छ भन्दाखेरि त्यो भनेको 45 डिग्रीमा चाहिँ फालियो भने यति एउटा बडीलाई हजुरले 45 डिग्रीको एंगल बनाएर फाल्नुहुन्छ भने त्यो सबैभन्दा धेरै टाढा जान्छ किनभने यति sin 2 थीटा भनेको 1 हुन्छ अनि 2 थीटा = sin 90 हुन्छ अनि थीटा = 45 हुन्छ अब यो फर्मुला कहाँबाट भन्दाखेरि यहाँबाट आयो यतिहरूले एउटा बडीलाई चाहिँ
त 60 डिग्री गरेर फाल्नु अनि एउटा बडीलाई 30 डिग्री गराएर फाल्नु भयो भने यी दुईटाले फालेको बल चाहिँ एउटै जम्मा गएर अड्डिन्छन्। यो भनेको नै के हो भन्दाखेरि यो भनेको नै पोर्टेक्टल अफ सेम हरिजेन्टल रेन्ज हो। जुन भनेको चाहिँ 90 माइनस थीटा हुन्छ है। भेलोसिटी एट एनी इन्स्टेन्ट एउटा कुनै इन्स्टेन्टमा चाहिँ भेलोसिटीको कुरा गर्नुपर्दाखेरि चाहिँ ux भनेको u cos थीटा हुन्छ, uy भनेको u sin थीटा माइनस gt हुन्छ अनि फेरि b इक्वल टु रुट अन्डर u स्क्वायर x प्लस u स्क्वायर y गर्नुभयो भने एनी इन्स्टेन्टको चाहिँ भेलोसिटी पाउनुहुन्छ। यदि त्यसैमा थीटा अथवा एङ्गल मेड बाई द भेलोसिटीको कुरा गर्नुपर्दाखेरि चाहिँ by अपन bx गर्नुभयो भने हजुरहरूले tan थीटा पाउनुहुन्छ। बी चाहिँ नुमेरिकल रहेका छन्। अब यो नुमेरिकल चाहिँ हजुरले आफै गर्नुपर्ने हुन्छ। पोइन्टमा रहेको त नम्बर 2 मा रहेको त होरिजेन्टल प्रोजेक्टाइल। यदि कुनै पनि एउटा बडीलाई चाहिँ यो भर्टिकलबाट चाहिँ फाल्नुहुन्छ भने त्यो भनेको होरिजेन्टल प्रोजेक्टाइल हो है त गाइस। त यहाँ हेर्दा त एउटा बडी रहेको त यो बडीलाई चाहिँ यहाँबाट फाल्नु भएको छ नि यो चाहिँ ग्राभिटीले गर्दा 0 मा हुन्छ हो। यो एउटा हाइटबाट फाल्नु भनेको होरिजेन्टल प्रोजेक्टाइल हो। एनी बडी थ्रोन horizontally from the top of the tower which move only under the action of gravity is called horizontal projectile। यो भनेको horizontal range हो अनि then यो भनेको maximum height हो यसको र यो भनेको चाहिँ यसको टाइम अफ फ्लाइट हो। यहाँ हामीहरूले त्यही डिस्कस गरेका छौँ। हामीले भने ux सूत्रमा cos थीटा लेखेका थियौँ तर यहाँ चाहिँ अब होरिजेन्टलमा चाहिँ पर्दैन ux सूत्रमा cos लेख्नको लागि। अनि भर्टिकलमा नि u sin थीटा लेख्न पर्दैन डाइरेक्ट हजुरले निकाल्न सक्नुहुन्छ। यो दुईटा इक्वेसनलाई गर्नुहुन्छ भने चाहिँ डिराइभ गर्नुहुन्छ अथवा कम्बाइन गर्नुहुन्छ भने यी दुईटा इक्वेसनलाई कम्बाइन गर्नुहुन्छ भने हजुरहरूले पाउने भनेको यस्तो इक्वेसन हो। जुन भनेको चाहिँ अगेन प्याराबोला इक्वेसन हो। यानी कि होरिजेन्टल प्रोजेक्टाइलले पनि प्याराबोला देखाउने छ। अब टाइम अफ फ्लाइट निकाल्नु भनेको चाहिँ टोटल टाइम अफ प्रोजेक्टाइल रिमेन इन द स्पेस। यति स्पेसमा रहने टोटल टाइम भनेको टाइम फ्लाइट हो। जुन भनेको चाहिँ हजुरले t इक्वल टु √2h/g निकाल्न सक्नुहुन्छ। होरिजेन्टल रेन्ज भनेको तर होरिजेन्टल डिस्टेन्स कभर बाइ द प्रोजेक्टाइल ड्युरिङ इट टाइम भनेको टोटल डिस्टेन्स कभर बाइ द बडी भन्न सक्नुहुन्छ हैन। जुनको चाहिँ यहाँ चाहिँ फर्मुला रहेको छ र यो चाहिँ एउटा स्पेशल केस रहेको त हजुरहरूले हेर्न सक्नुहुन्छ हैन। र यसको भेलोसिटी अफ एनी इन्स्टेन्ट निकाल्न पर्यो भनेको पनि एउटै ऐनेको चाहिँ हो तर यहाँ चाहिँ ux भनेको u हुन्छ अनि फेरि भर्टिकल भेलोसिटी भनेको gt स्क्वायर हुन्छ। र हजुरले tan थीटा यति कुनै त्यसको होरिजेन्टल भेलोसिटीको एङ्गल निकाल्न पर्यो भने चाहिँ by/vx गरेर हजुरले निकाल्न सक्नुहुन्छ। र अगेन यसको चाहिँ यहाँ नुमेरिकलहरु रहेका छन् हेर्न सक्नुहुन्छ है। यसरी चाहिँ हामीले च्याप्टर 3 काइनेमेटिक्स चाहिँ क्लास 11 को चाहिँ समाप्ति गरेका छौं। यो चाहिँ एकदमै फास्ट स्पिड रिभिजन रहेको थियो।